1990 को दशकतिर काठमाडौँमा युवा सुजित कुमार साक्य एउटा पुरानो नोटबुक लिएर आर्थिक सिद्धान्त र व्यवस्थापनका सूत्रहरू अभ्यास गर्दै थिए। दिल्ली विश्वविद्यालयमा बीकम अध्ययन पुरा गरेका उनी भारतको इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्ट लखनऊबाट व्यवसाय व्यवस्थापन स्नातकोत्तर गरेर नेपाल फर्किएका थिए। सपना एउटै थियो, नेपालमा आधुनिक बैंकिङको नयाँ सोच ल्याउने। त्यो समय नेपालमा बैंकिङ प्रणाली अझै सीमित थियो। ग्राहकहरू बैंकमा पुगेर लामो लाइन कुर्थे। प्राविधिक सोच बिरलै भेटिन्थ्यो, तर सुजितले यो पुरानो ढाँचालाई बदल्ने सपना देखे। उनले आफ्नो करियर नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट सुरु गरेका थिए। त्यो समय बैंकिङ पेसा धेरैका लागि संरचनात्मक काम थियो, तर सुजितका लागि यो सृजनात्मक उद्योग थियो। उनले साना जिम्मेवारीबाट सुरु गर्दै सिभिल बैंक, जनता बैंक र ग्लोबल आयामी बैंक जस्ता संस्थाहरूमा काम गरे। उनले हरेक ठाउँमा एउटै कुरा सिकाए, बैंक भनेको पैसा मात्र होइन, विश्वासको प्रवाह हो। उनको व्यवहार, निर्णय क्षमताले सहकर्मीहरू र सञ्चालकहरूलाई प्रभावित पार्यो। सन् 2020 पछि करिब 5 वर्ष अघि उनले आफ्नो करियरको अर्को उचाइमा पाइला राखे, नोबेल बैंकमा सिनियर डेपुटी सिइओको रूपमा। त्यो समयमा नेपालमा डिजिटल बैंकिङ विस्तार हुँदै थियो, तर धेरै बैंक अझै पुरानो सोचमा बाँधिएका थिए। उनको नेतृत्वमा नोबेल बैंकमा क्यूआर रेमिटेन्स सिस्टम लागू गरे, जसले विदेशमा रहेका लाखौं नेपालीलाई सजिलो बनायो। त्यसैगरी ब्रान्च भन्दा पनि मोबाइल नै बैंक भन्ने दृष्टिकोण अगाडि सारे। उनको नेतृत्वमा नोबेलले आधुनिक बैंकिङको अनुहार फेर्यो। 2025 मा उनको 30 वर्षको अनुभवले अर्को ठूलो मोड लिएको छ। हालै एनआईसी एसिया बैंकले उनलाई चिफ एक्जिक्युटिभ अफिसर सिइओ को रूपमा नियुक्त गरेको छ। बैंकको 736औं सञ्चालक समितिको बैठकले उनलाई 4 वर्षको लागि सिइओमा नियुक्त गरेको हो। यो जिम्मेवारी सजिलो थिएन। एनआईसी एसिया नेपालकै सबैभन्दा ठूलो निजी बैंक मध्ये एक हो, जहाँ हजारौं कर्मचारी र लाखौं ग्राहकहरू छन्। तर सुजितले फेरि पनि त्यही आत्मविश्वास दोहोर्याएका छन्। संस्था ठूला सपनाबाट होइन, ठूला निर्णयबाट बढ्छ। उनको योजना स्पष्ट छ, डिजिटल सेवा अझ प्रभावकारी बनाउने, ग्राहक सन्तुष्टि सर्वोच्च प्राथमिकतामा राख्ने, कर्मचारीलाई नेतृत्वको अधिकार दिने र अन्तर्राष्ट्रिय स्तरमा नेपाली बैंकिङको प्रतिष्ठा बढाउने। व्यावसायिक जीवनभन्दा बाहिर सुजित कुमार साक्य एउटा शान्त स्वभावका व्यक्ति हुन्। उनका सहकर्मीहरू भन्छन् उनी बोल्न भन्दा बढी सुन्ने गर्छन्। उनले बैंकिङलाई केवल संख्याको खेल होइन, मानवीय संवेदनासँग जोडिएको विश्वासको प्रणाली ठान्छन्। आज जब नेपालको बैंकिङ क्षेत्र डिजिटल युगमा तीव्र गतिमा अघि बढ्दैछ, त्यसका पछाडि सुजित साक्य जस्ता व्यक्तित्वहरूको दृष्टिकोण छ। उनले नेपालका बैंकहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने सपना बोकेका छन्, जहाँ हरेक नेपाली आफ्नो मोबाइलबाट विश्वव्यापी वित्तीय सञ्जालमा जोडिन सक्नेछ।